केटीले चाहिँ एकदम माया गर्ने लोयल केटालाई छोड्नुको रिजन के हुन्छ होला? त्यो त अफकोर्स अर्को मन परेर होला नि त। होला नि, कोही केटी अब फसाउने नै हुन्छ है। अनि त्यस्तो त अब हुन्छन् कोही कोही है, हामी त्यस्तो छैन। मैले भन्छ त अर्को मन परेर होला। हजुरलाई टल केटा मनपर्छ कि सर्ट? टल सर्ट होइन, मैले टल भने हो। अब किनकि अब राम्रो लाग्छ नि त, त्यही भएर मलाई नि त्यही हो, राम्रो लाग्छ। अलि कपलमा नि राम्रो देखिन्छ जस्तो लाग्छ। आजकलको टाइममा त केटीले रिलेसनसिपमा जानुभन्दा अगाडि केटामा के हेर्छ होला? ह्यान्डसम, मनी, बिहेभियर, बानी बेहोरा। अब संस्कारीले बानी बेहोरा नै रोज्छ। अनि त्यसपछि अलिक हुन्छ नि, अलि त्यो मेकअप गर्छ अनि के गर्छ नि, त्यस्तो केटीले त अब त्यो पैसा नै खोज्छ नि त होइन। हजुरले यहाँ होलीमा आएर कस्तो लागिरहेछ? मजा आइरहेछ, राम्रै, गुड, एकदम रमाइलो, एकदम रमाइलो। अनि बुरा नमान होली भन्दा यहाँ चाहिँ अब जस्तै केटीहरूलाई टच हुने यस्तो अनि त्यस्तो प्रब्लम चाहिँ भइरहेको हुन्छ, अनि त्यसमा चाहिँ के भन्न चाहनुहुन्छ? जिरो सिभिक सेन्स। नट सेफ। सेफ छैन। त्यो त अब केटाहरूले ध्यान राख्नुपर्ने कुरा हो नि त। त्यो त अब सबै सेफ्टी हामीले नि कहाँ सेफ्टी बोकेर हिँड्न सक्छ त? अनि त्यो त केटाहरूले सोचेर गर्नुपर्ने हो। हजुरलाई टल केटा मनपर्छ कि सर्ट? म भन्दा लम्बु। टल, हाइटवाला। हो किन? अब यसो गर्दाखेरि के अरे हार्टको हार्टबिट सुन्न। सानो त उस हुन्छ नि त अलि है, सानो त के अरे सानो भयो भने सबैले हेर्छ नि त। आफूभन्दा सानो भयो भने त बुढीले नै हेर्छ। बुढीले भने हो साथी। अनि हजुरको फ्युचर हस्बेन्डको मिनिमम स्यालेरी कति हुन्छ यो? म भन्दा 2 वर्ष ठुलो। हजुरको फ्युचर हस्बेन्डको मिनिमम स्यालेरी? स्यालेरी त्यो त अब उसकै भरमा पर्छ नि त। हामीले यति कमा भनेर कहाँ मिल्छ त? अनि सेम। जति भयो नि हुन्छ। केटाहरूको फ्रेन्डसिप स्ट्रङ हुन्छ कि केटीहरू? बोइज 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 केटाको बोइज। कसरी? जस्तै मेरो भन्यो नि, मेरो नि केटीहरू भन्दा धेरै केटाहरू नै साथी हो कि, त्यही भएर केटीहरू धेरै कुराउटी हुन्छ। केटीहरू चाहिँ कस्तो केटाप्रति बढी अट्र्याक्टिभ हुन्छ? बाइसेप। सेम। मैले त्यही हो, त्यही हो। अनि बानी बेहोरा चाहिँ? बानी बेहोरा रेस्पेक्टफुल। सेम हो। रिलेसनसिपमा चाहिँ सबभन्दा बढी कुन कुराले हर्ट गर्छ होला? इग्नोरेन्स। इग्नोर। इग्नोर इग्नोर। अनि केटीहरू चाहिँ कस्तो केटाप्रति बढी अट्र्याक्टिभ हुन्छ? लोयलिटी, गर्लफ्रेन्डले जे भने त्यही मान्ने। त्यसमै हजुरलाई यहाँ होलीमा आएर कस्तो लागिरहेछ? मलाई एकदम रमाइलो लागिरहेछ। मलाई पनि एकदम रमाइलो लाग्यो। अनि यहाँ चाहिँ के छ भने बसन्तपुरमा अब पुर्छ जति त भिड छैन, तर चाहिँ बुरा नमान होली भनेर चाहिँ मान्छेले अब केटीलाई टच गर्नेदेखि नराम्रो कार्य भइरहेको हुन्छ त, त्यसमा के भन्न चाहनुहुन्छ? म चाहिँ यस्तो भन्छु, अब यस्तो हो, केटीलाई आफ्नै मनले खेल्न मन लागेको भए चाहिँ अब उनीहरूलाई केही प्रब्लम भएन, जबरजस्ती चाहिँ लाउनु भएन। हजुरलाई यहाँ होलीमा आएर कस्तो लागिरहेछ? एकदम रमाइलो रहेछ, बब्बाल रहेछ। बब्बाल लागिरहेछ। अनि यहाँ होलीमा चाहिँ अब जस्तो कि अब पुराना माना होली भन्दै चाहिँ अब केटीहरूलाई टच गरिदिने, अब उनको इजाजत बिना अब उनीहरूलाई होली लाउने, त्यसको बारेमा के भन्न चाहनुहुन्छ? कहाँ यो त रमाइलो हो, टच गरे होइन, यो त के अरे हामीले रमाएको हो, खुसी मनाएको हो। यो त होलीको एक बार वर्षमा एकचोटि आउँछ यो चाड होइन, त्यही भएर रमाइलो गऱ्यो नि। अलि अब डिसिप्लिन नभएर बसेर अलि खेल्ने होइन, अब त्यस्तो अब ब्याट टच नगर्ने केटाहरू होइन, सबैजना अब आफ्नो तालमा खेल्ने होइन, अब त्यस्तो झगडासगडा नगर्ने, त्यही हो। केटीको रिलेसनसिपमा चाहिँ उसको साथीले कतिको असर पारेर हुन्छ? अब कोहीले चाहिँ सपोर्ट नै गरेर हुन्छ, अब कोहीले चाहिँ तेरो लागि यो केटा लाइक छ, तेरो लागि लाइक छैन केटा छोड देन त्यहाँ, अब त्यस्तै भनेर हुन्छ। त्यही हो, उसलाई थाहा हुन्छ नि त कुनै उसकै साथीहरूको के भन्ने हो। केटीहरूले चाहिँ अब पैसावाला केटालाई हेर्छ होला कि राम्रो मन भएको केटालाई? अफकोर्स राम्रो मन भएको वालाले। कुनैले चाहिँ युज गर्छन्, कुनै केटीहरूले चाहिँ पैसाको लागि नै मायाको नाटक गर्छन्, त्यही हो। अब खासमा हेर्ने भने चाहिँ के अरे माया गर्ने नै हो, तर भन्न चाहिँ के अरे हेर्न धेरै जस्तो चाहिँ पैसालाई नै हेर्छ मायालाई भन्दा पनि अहिलेको टाइममा चाहिँ केटीहरूले। अनि रिलेसनसिपमा सबभन्दा कुन कुराले हर्ट गर्छ? रिलेसनसिपमा जुट गर्ने, चिट गर्ने। अनि के अरे म यहाँ जान्छु भनेर अर्को ठाउँ जाने, अब त्यस्तै कुन कास्टको केटा सबभन्दा बढी ह्यान्डसम हुन्छ होला? तामाङ। मलाई त मगर तामाङ गुरुङ
केटाहरूलाई चाहिँ केटीलाई छोड्नुको रिजन के हुन्छ होला? उनीहरूले चिट गर्ने अनि बाहिर बाहिर क्लब सब हिँडिदिने चिट गरेर त्यही कारणै हो। सोझो भनेकै पिटा पाउनु हो र? अब यस्तो हो नि त, सोझो भने नि धेरै सोझो पनि हुनु भएन अनि त्यही अनि गर्लफ्रेन्डले यो गर त्यो गर भन्दा नि अब सोझो भए धेरै त्यस्तो कुराहरू मान्नु नि हुँदैन, अब आफ्नै लिमिटमा हुनुपर्छ। केटाहरूले चाहिँ यहाँ ट्रुवाला आफ्नो गर्लफ्रेन्डलाई लिएर आउँछ होला कि साइडवाला? खै साइकलमा ल्याउँछ टुर्नी, अब के हो भर हुन्न अब केटाहरूको। अब या त साइड चिक्स बोकेर ल्याउँछ, साइड चिक्स टाइम पास गर्दै बोकेर ल्याउँछ, टाइम पास अनि बेलुका गयो कता कता गयो आयो। अनि हजुरलाई चाहिँ के आन्दोलनमा गोल्ला हो? त्यति बेला चाहिँ कस्तो फिल लागिरहेको थियो त आन्दोलनको बेला? त्यतिखेर चाहिँ सुरुमा चाहिँ परिवारको याद आउँथ्यो रहेछ आन्दोलन गइरहेको लाग्ने बेला चाहिँ। त्यही हो, देशको लागि केही न केही गर्यो, अब सबै युवाले अब केही न केही गर्नुपर्छ। अहिले कतिको गौरव लागिरहेको छ त त्यो कुराले? त्यो त बहुत गौरव लागेको छ नि, देशको लागि हामी जस्तो युवाले अब केही न केही योगदान दिएको छौँ। यो योगदान अब सबैले नेपाली जनताले हामी जस्तो युवाले कदर गर्नु पर्यो। अनि त्यो गोली चलेबेला त एकदम डर लागिरहेको थियो, के फिल आइरहेको थियो? होइन, म त कलेजबाट गएको थिएँ, त्यसपछि ठ्याक्क कतिखेर लाग्यो थाहा भएन मलाई, त कतिखेर एम्बुलेन्समा लगेको त्यो थाहा छैन। त्यही हो, अब कस्तो ड्याङडुङ भइरहेको थियो, पुरै रणभूमि बनिरहेको थियो। अहिले यहाँ कस्तो थियो त्यस्तै थियो, यहाँ त्यहाँ पनि टु सेम थियो, कन्डिसन त्यही थियो। त्यही हो, केटाहरूले चाहिँ होइन एकदम माया गर्ने लोयल केटी हुँदा हुँदैन किन छोडेर आउँछ होला? अब केटी त्यो त किन हो त्यो त अब केटाहरूले फिलिङ्स नबुझे हो, त्यस्तै हुनुहुन्न केटाहरू होइन। सबैलाई माया गर्नुपर्छ होइन, सबै एउटै हो, तर आफ्नो एउटा लाइफ पार्टनरसिप बनाउनुपर्छ केटा हो होइन, सपोर्टिभ होइन, त्यही हो। अब धेरै अप्सन भएर नि होला होइन, अब त्यही हो, त्यही अप्सन भएर होला। म सबै केटाहरूलाई के भन्न चाहन्छु, त्यस्तो चाहिँ नगरे केटा हो। केटाहरूको फ्रेन्डसिप स्ट्रङ हुन्छ कि केटीहरूको? केटीहरूकै हुन्छ होला होइन, अब केटाहरूको त्यस्तो अलि हुँदैन होला होइन। केटीहरू धेरै म्याचुर हुन्छ, केटाहरू चाहिँ अलि पछि हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। सबै केटाहरूलाई के भन्न चाहन्छु भने लोयल हो केटा, आफ्नो गर्लफ्रेन्ड नछोड, लाइफसम्म बिहे गर होइन, केटीको अपमान नगर होइन, त्यही हो ल। केटीहरूले चाहिँ एकदम माया गर्ने लोयल केटा हुँदै हुँदैन किन छोडेर आउँछ होला? उसले बाहिर हिँड्ने लत लागिसकेको हुन्छ नि त, अनि साथीहरूको लैलैमा लागेर त्यस्तै बाहिर हिँड्छ, अनि साथीहरूकै कुराले नै उनीहरूको माइन्डमा त्यस्तै चलेर हुन्छ नि त, लोयलिटी पस्दैन, त्यही हो।